तपाईं हेर्नुहुँदैछ नमस्ते गोरुबथान। नमस्ते गोरुबथान च्यानलमा हजुरहरूलाई स्वागत छ। अहिले पनि गोरुबथान खण्ड 43 नम्बर समष्टि जोन 1 अन्तर्गत हामी बीजगाउँमा छौँ। बीजगाउँको यो ट्विन म्याङ्गो फार्म स्टेमा आइपुगेका छौँ। यो ट्विन म्याङ्गो फार्म स्टेमा छ र विशेष यो ट्विन म्याङ्गो फार्म स्टे भनेको गोरुबथानमा धेरै कसैलाई पनि थाहा छैन। आज भने यस ठाउँमा हामी एउटा खबर अनि जानकारी दिनको निम्ति हामी नमस्ते गोरुबथान च्यानल यस ठाउँमा आइपुगेका छौँ। यो ट्विन म्याङ्गो फार्म स्टेको यो वरिपरिको दृश्य हामी यसरी देखाउँदैछौँ, तपाईँहरूलाई हामी देखाउँदैछौँ। भन्नु भनेदेखि पहिला म जब गोरुबथान हाई स्कुल पढ्दाखेरि म यही बाटो नै ओहोरदोहोर गरेर म स्कुल जाने गर्थेँ। तर झन्डै 10-15 वर्ष भयो यो बाटो नहिँडेको र 10-15 वर्ष पछाडि म यो ठाउँमा आएको छु। सबै परिवर्तन भएछ। सबै परिवर्तन भएपछि यो यस्तो आकार लिएको छ। यो ट्विन म्याङ्गो फार्म स्टेमा तपाईँहरूलाई हामी यो देखाउँदैछौँ। यो वरिपरिको दृश्य म अनि हृदय रहेछौँ। हामी यो लाइभ प्रसारणमा छौँ। विशेष यो ट्विन म्याङ्गो फार्म स्टे भनेको चाहिँ किन भनियो भन्दाखेरि यो तल्लोपट्टि जुन एउटा हामी यो आँपको रुख देखाउँदैछौँ, यो 2वटा आँप छ। तर यहाँ हामीले सुन्नमा आएको यसको जो यहाँ प्रोप्राइटरहरू हुनुहुन्छ सिद्धार्थजी अनि भगीरथजी, उहाँले यो आँपको रुखलाई यो 2वटा आँपको बोट यहाँ हामी देख्दैछौँ। तर यो एउटैबाट आएको तर अलग अलग तरिकाले यो फुल्छ र अलग अलग तरिकाले फल्छ। यसको समय अनुसार फल्छ भनेर जानकारी आएपछि यो यसैको नाममा ट्विन म्याङ्गो यो फार्म स्टे भनेर नाम राखी हामीले जानकारी पाएका छौँ। र हामी यस ठाउँका प्रोप्राइटर हुनुहुन्छ सिद्धार्थजी अनि यहाँ भगीरथजी, उहाँहरूसँग हामी कुराकानी गर्छौँ। सराउन्डिङ नेटवर्कले जति भेट्छ त्यति तपाईँहरूलाई हामी लाइभ प्रसारण गर्नेछौँ। एकदमै यो बस्तीको वातावरण सुनसान छ है। घरिघरि यो आवाज मिस्त्रीले काम गरेको है, झ्याउकिरी कराइरहेको छ है। तपाईँहरूलाई यहाँ ट्रेनिङ सेन्टर हो विशेष भनेर हामीले जान्नमा आएको छ। यो भित्र एउटा ट्रेनिङ गरिँदैछ। यहाँ सिद्धार्थजी हुनुहुन्छ, उहाँलाई यो विषय लिएर हामी डिटेल्समा सोध्नेछौँ। यो यहाँ 3-4 जना छन्, उहाँहरूसँग हामी पनि कुराकानी गर्छौँ। यो भित्र हामी तपाईँहरूलाई यो जुन ट्रेनिङ सेन्टर हेर्नुहोस्, यो माटोले बनाएको छ। यो भुइँ हेर्नुहोस्, यो धुलो धुलो छ। यस्तैमै हाइमनदास किरात सरको याद आयो, माटोमा खेल्यो भनेदेखि जीवन राम्रो हुन्छ, बिमारी हुँदैन, माटोमा खेल्नुपर्छ भनेर श्री किरातले भन्नुहुन्थ्यो। त्यो दिनको त्यो सम्झना मलाई याद आउँछन्। आज उहाँ हुनुहुन्न। विशेष हामी सिद्धार्थजीसँग कुराकानी गर्छौँ। सिद्धार्थजी स्वागत छ। हजुर, एकदमै धन्यवाद दिन चाहन्छु। तपाईँ अनि भगीरथजीले हामीलाई निम्तो दिनुभयो। मैले एउटा खबर पनि बनाउने मौका पाएँ र मैले भन्दै थिएँ 15 वर्ष जस्तोमा म आएको, म स्कुल पढ्दै यो बाटो हिँड्थेँ है। सिद्धार्थजी, फार्म स्टे ट्विन म्याङ्गो फार्म स्टे, अब ट्विन म्याङ्गो भनेको मैले अलिकति तलपट्टि आँपको गाछ देखाएँ जौँले है, सायद त्यहीलाई हेरेर नाम राख्नु भएको होला। हजुर, यो चाहिँ हामी आउँदा नै थियो यो बोट। अन्त यो अचम्मको बोटै रहेछ, दुईपट्टि जम्ले भएर गएको। सो एक साल यतापट्टि फल्छ, अर्को साल अर्कोपट्टि, त्यो 2टा भेराइटी छ क्या। त्यो भएर चाहिँ त्यसमै राखेको नाम हो ट्विन म्याङ्गो फार्म स्टे भनेर। सिद्धार्थजी, कस्तो प्रकारले तपाईँलाई सोच आयो यो फार्म स्टे यसरी खोल्न पर्छ भनेर? एउटा त्यो चाहिँ पहिला म तल शेरमालीमाथि पेट्रिकोर थाल्दाखेरि सुरु भएको। अन्त हामीले यो मेनली माटोको कन्स्ट्रक्सन त गरेको थिएन त्यति बेला पनि, अलिअलि इक्राहरू चाहिँ गर्थ्यो तर इँटा सिमेन्टहरू नै चलाउँदै थियो। तर बाटोघाटो थिएन हाम्रो त्यति बेला। सो क्यारेज पर्यो है, बोकाइ पर्दा चाहिँ धेरै महँगो पर्दै थियो हाम्रो यो सिमेन्टको घरहरू बनाउनु चाहिँ। त्यो भएर चाहिँ हामीले यो यहीँनिर हाम्रै ठाउँमा चाहिँ के चाहिँ अभाइलेबल रहेछ भनेर चाहिँ त्यो खोजेर माटो, ढुङ्गा, बाँस, काठको चाहिँ त्यो पछि चाहिँ यहीपट्टि चाहिँ तालिम लिएर चाहिँ हामीले यो गर्नु थालेको। सजिलो होस्, एउटा प्रकृतिलाई पनि हानि नहोस्, सस्तो पनि होस् भन्ने एउटा विचार। सुन्नुहोस्, यहाँ चाहिँ ट्रेनिङ मात्रै गराइन्छ कि गेस्टहरू आएर बस्न पनि सक्छन्? हजुर, यो मेनली चाहिँ एजुकेसन सेन्टरै सोचेर खोलेको हामीले। यसमा हामीले यो बाँसको भयो, माटोको घर भयो, त्यहाँदेखि यो पर्माकल्चर फार्मिङहरू भयो, नेचर बेस्ड उयसहरू, यस्तो एजुकेसन स्टुडेन्ट्सहरू, ग्रुप्सहरू, ठुलो मान्छेहरू सबैलाई लिन्छ। तर अब कतिजना गेस्टहरू जस्तो प्रकृति मन पराउने गेस्टहरू हुन्छ, उनीहरू आएर उनीहरूलाई चाहिँ वेलकमै छ। तर कतिजना हामीले ओपनली चाहिँ खोलेको छैन, किनभने यहाँनिर एउटा माछा मासु छैन, यो अलिकति हिँडेर आउनुपर्ने छ। कतिजना उनीहरू मन पराउँदैन पनि फेरि त्यस्तो हिँड्नु नसक्नेहरूलाई। त्यसले गर्दा हाम्रो त्यो लिमिटेड छ त्यो गेस्टको चाहिँ। यही वातावरण मन पराउनेलाई चाहिँ ठिकै छ।
हामी यो अहिले के को यो ट्रेनिङ गरेर बाँसको यो के योपालि चाहिँ हजुर 2 दिनको बाँसको यो ट्रेनिङ हुँदैछ। यसमा चाहिँ हामीले अहिले करेन्टली चाहिँ कोस्टर बनाउँदैछ, यो कपहरू राख्ने म्याटहरू भयो, त्यहाँदेखि यो ठुलो ब्लाइन्ड्सहरू हुन्छ खिड्कीहरूमा लाउने पर्दा, त्यस्तोको चाहिँ आज ट्रेनिङ हुँदैछ। यो ट्रेनिङ हुँदैछ हजुर। सुन्नुहोस् न, यो ट्रेनिङ कसरी गराउनुहुन्छ, यसको के लिनुहुन्छ तपाईँहरू? यो एउटा हाम्रो यहाँनिर बसेको अकोमोडेसनको चार्जेस र ट्रेनिङको चार्जेस छ हाम्रो है। अन्त त्यो साथसाथै अब हाम्रो यहाँ लोकलहरू छ, उनीहरूलाई चाहिँ वेलकमै छ। जहिले पनि मेरो एभ्री टाइम जस्तो बर्खा छोडेर अरू बेला 2 महिना 3 महिना चाहिँ ट्रेनिङ यो हिउँदोभरि भइरहन्छ, त्यति बेला चाहिँ लोकल्सहरूलाई त मैले त्यतिकै वेलकमै छ, आएर सिक्दा हुन्छ भनेर भनेकै छु है। तर हाम्रो त्यो बाइक बाहिरकोहरू जो आउनुहुन्छ उहाँहरूलाई चाहिँ एउटा चार्ज लिएर चाहिँ गराउँछौँ हामी। त्यस्तो प्रकारले गराउनु छ। सिद्धार्थजी, हामी बाहिर निस्कौँ न है, अलिकति कुराकानी गर्दै हामी बाहिर निस्किन्छौँ। सिद्धार्थजीसँग हामी कुराकानी गर्छौँ। सिद्धार्थजी, हामी यतापट्टि जाउँ न। सुन्नुहोस् न सिद्धार्थजी, यो माथिल्लोपट्टिको छ नि, यो के बनाउनु भएको? यो चाहिँ तपाईँको अकोमोडेसनै हो। 2टा रुम छ यसमा, 2 तल्ले। हजुर। र यो तल्लो तल्ला चाहिँ तपाईँको सलिड इँटाको छ, हाम्रो यो अर्थ ब्याग्स भन्छ है। हजुर। यो माटोकै इँटाको घर हो। यो चाहिँ अलिक बलियो हुन्छ, 8-10 इन्ची छ। तपाईँले पस्ने बित्तिकै यसमा डिफ्रेन्स थाहा पाउनुहुन्छ। 5 डिग्री कुल छ यो बाहिर हेरी टेम्परेचर। यो चाहिँ तपाईँको एनी टाइम अफ द इयर 5 डिग्रीको डिफ्रेन्स हुन्छ। हजुर। गरममा चिसो, चिसोमा तातो हुन्छ यो घरहरू चाहिँ। ए है, सुन्नुहोस् न, यो घरलाई हजुर त्यसलाई चाहिँ हामीले काटेर चाहिँ त्यसमा त्यो माटो नचाली, यसको चाहिँ मेन खुबी चाहिँ त्यो चाहिँ ढुङ्गा सुङ्गा सबै जान्छ यसमा नचालिकन। र यसमा चाहिँ हामीले अलिकति चुना, हर्रा र गुडको पानी म चलाउँछु त्यसलाई छिपाउनुको लागि, पास राख्नुको लागि। त्यो गरेर चाहिँ त्यहाँदेखि त्यो इँटाले नै इन्स्टल रियुज पनि भयो, प्लस एकदमै बलियो हुन्छ यो चाहिँ। यो जुन भित्ता छ नि, यो भित्ता जुन तपाईँले, यो चाहिँ बोरा, यो चाहिँ हजुर बोरा। के को बोरा भन्नु? यो आलुहरूको बोरा पाउँछ, नाइलन, जसमा जुट पनि हुने। हजुर हजुर। त्यसलाई चाहिँ कसरी यसलाई यो भित्तामा लाउनु भयो? त्यसलाई चाहिँ एक-एकवटा इँटा बनाउँदै त्यहाँदेखि चाहिँ त्यो इँटै जसरी सिस्टम उठाएको हो। त्यो वेट उठाउनु सकिन्छ? अन्त त्यो त्यत्रो ठुलो बोराको त्यो सानो सानो बनाउँछ हामी, जस्तो 17 इन्ची बाई 8 इन्ची 10 इन्चीसम्मको बनाउँछु। हजुर। 4 इन्ची 5 इन्ची मोटाइ थिकनेस। त्यसले गर्दा आफूले ह्यान्डल जति गर्नु सक्छ त्यत्रो बनाउन सक्छ। सकिन्छ नि, त्यो अनुसारले बनाउनु भएको। हजुर, सही। एकदमै न्यानो क्या, शीतल। यो जम्मै माटोको, यो जम्मै माटो। यो कति वर्षदेखि यो दुःख गर्दै आउनु भएको छ? यो हामीले यो प्रोजेक्ट थालेको चाहिँ 2 वर्ष भयो। हजुर। सुन्नुहोस् न, यो मेरो सहयोग हेर्दाखेरि यो माथि जुन बाँस छ, बाँसको यो माथि टाढ हो है, माथिल्लो ताली अर्को ताला छ। हजुर हजुर। यो बाँस त हामीले गऱ्यो भने, मैले गएको वर्ष मात्रै बाँसले छाना यसरी लगाएको जम्मै त धुलिया लाग्यो। यसलाई के ट्रिटमेन्ट गर्नु? यो चाहिँ हजुर हामीले बाँस चलाउँदा चाहिँ सधैँ ट्रिटमेन्टै गर्नुपर्छ। हजुर। बाँसमा किनभने धेरै यो सस्तो त हो, तर धेरै मिहिनेत पर्छ यसमा बनाउँदाखेरि, र ट्रिटमेन्ट गरेको छैन भने चाहिँ धुलिया लाग्छ है। त्यसले गर्दा यो चाहिँ एकदमै केमिकल ट्रिटमेन्ट गरेर चाहिँ एटलिस्ट 50 वर्षसम्म चाहिँ धुलिया नलाग्ने ग्यारेन्टी 50 वर्ष चाहिँ हामीलाई भनेको छ। तर सिस्टम चाहिँ भोटेबार हो इक्रा, अन्त भुइँ चाहिँ त्यो बाँसमाथि चाहिँ माटै गरेको छ भुइँ। त्यसको माथि सिलिङहरू पनि लाउनु हुँदो रहेछ। सिलिङ चाहिँ हजुर त्यो बाँसको फल सिलिङ गरेको हो। हजुर। सिद्धार्थजी, सुन्नुहोस् न, कसरी तपाईँले यो कुरोलाई सिक्नुभयो त? कहाँबाट सिक्नुभयो? हामी अलिक अलिअलि नेटवर्कले। सिद्धार्थजी, कसरी सिक्नुभयो? यो चाहिँ मैले आफै पनि बाहिर जाँदै कोर्सहरू लिँदै सिक्दै टाइम लिएर भोलिन्टियर गर्दै है, यस्तो सिकाउने ठाउँहरूतिर जाँदै गरेर बिस्तारो बिस्तारो माटोको, कोही जग्गा माटोको गरे, कोही जग्गा काठको, कोही जग्गा बाँसको। सिधा यो के बनाउनु भएको? यो चाहिँ तपाईँको ओभन हो। हजुर। यो भट्टीमा चाहिँ तपाईँको मेनली पिज्जाहरू भयो, यो ब्रेडहरू भयो, हजुर, पाई त्यस्तोहरू चाहिँ बनाउन सकिन्छ। बिहानको पानीले यसलाई डिस्टर्ब गरेन कि छोपेर राख्नु? यो छोपेर राखेको थियो, अहिले एकछिन खोलिदिएको अहिले चाहिँ। यसको चाहिँ अब रुफ चाहिँ आउँछ, हामीले बनाउँदैछ यसको रुफ। यो चाहिँ कभर्डै हुनुपर्छ सधैँ है, कभर है। सुन्नुहोस् न, यसमा दाउरा के को चिलाउने? यसमा चाहिँ हजुर, यसमा चाहिँ तपाईँको जति कडा काठ, यसमा जुन काठ जलाउनुहुन्छ त्यो चाहिँ
पछि कोइला भएर भुब्रो चाहिँ बस्नुपर्छ, यो कुकाठको चाहिँ हुँदैन, कुकाठको हुँदैन। यो तपाईँको पुरा यसलाई जलाएर चाहिँ यो बाहिर नै तात्तिनुपर्छ, त्यहाँदेखि त्यो तात्तिएपछि टेम्परेचर पुगेपछि चाहिँ त्यहाँदेखि भित्र पकाउनु थाल्नु सक्छ। सिद्धार्थजी तपाईँले किन गोरुबथानमा यो कुरो गर्नुपर्छ भनेर तपाईँले सोच राख्नुभयो? धेरै वर्षदेखि तपाईँले गोरुबथानलाई एउटा माया गर्नुभयो होइन? अब तपाईँको म कहाँ भन्दिनँ, किनभनेदेखि अब सिद्धार्थजीलाई तपाईँहरूले आएर सोध्नुपर्छ, किनभने बाहिरबाट आएर गोरुबथानलाई तपाईँले किन यति साह्रो माया गर्नुभयो त? अब यो म त दार्जिलिङको मान्छे है, अन्त धेरै साल यता बाहिर विदेशतिर सिटीतिरै बसेँ। अन्त त्यहाँबाट बसेर 2012मा चाहिँ म मेरो वाइफसँग चाहिँ यहाँनिर फर्स्ट टाइम गोरुबथान आउँदा चाहिँ मलाई जिन्दगीमा फर्स्ट टाइम त्यति बेला आएको है, देखेको थिइनँ। र यहाँ आइपुग्दा चाहिँ यो वातावरणले नै मलाई रोकेर राख्यो। यहाँको जुन हरियाली छ, जुन हावापानी छ है, जुन प्रकृति छ यहाँको, मैले खोजेकै नै त्यस्तो थिएँ। र त्यो चाहिँ एकदम सिद्धार्थजी सुन्नुहोस् न, तपाईँलाई धन्यवाद। यो माटो, यो चाहिँ सिमेन्ट हो। सिमेन्ट यो सुन्नुहोस्, चाहिँ ढुङ्गा र सिमेन्ट। यो माटो हजुर, त्यो चाहिँ माटो हो। हजुर, यावा खिम कति दामी है? यावा भनेको राई, खिम भनेको घर, राई भाषाबाट। यो माटो हजुर, धुलो लाग्दैन त्यस्तो? हजुर, यो चाहिँ हामीले तपाईँको धुलो नलाग्नको लागि चाहिँ यसमा फेरि स्टार्च हाल्छु कि। हजुर, यो या चाहिँ आटा या मैदा या सिमलीको आटा बनाएर चाहिँ अलिकति त्यो रङ बनाउँदा चाहिँ त्यसमा मिक्स गर्नुपर्छ, त्यसले गर्दा चाहिँ त्यो धुलो अलिक बसेर जान्छ। जुन माथि त्यो भुइँ थियो नि, त्यो पनि एकदमै मैले अघि हातले छुँदै थियो, माटो लागेन, कारण के? त्यो चाहिँ त्यसमा चाहिँ तपाईँको आलसको तेल लगाएर चाहिँ ट्रिटमेन्ट गरेको छ, लिन्सिड ओइल। हजुर, त्यसले गर्दा चाहिँ त्यो धुलिया पनि आउँदैन, त्यसलाई किराबाट पनि बचाउँछ। अन्त त्यो वाटरप्रुफ पनि भइहाल्यो। अब त्यो चारकोट आलसको तेल लगाएपछि तपाईँको पानीले धुनु पनि मिल्यो। अब चाहिँ त्यो भए चाहिँ सिद्धार्थजी ट्रेनिङ गर्नुपर्छ भनेदेखि तपाईँहरूलाई कसरी कन्ट्याक्ट गर्ने त? तपाईँहरूको वेबसाइट छ? वेबसाइट छ, अहिले हालैमा यो प्रपर्टीको चाहिँ बनिएको छैन। तर 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 यो मेरो मोस्टली फेसबुक र इन्स्टाग्रामतिर चाहिँ हामीले अहिले लाइभ छोड्छु है, वर्कसपको डेट्सहरू कहिले कहिले हुन्छ भनेर। र त्यो डेट्सहरू त्यसरी नै हामीलाई कन्ट्याक्ट गर्छ फोनको थ्रु। बाहिरकोहरू मैले सुने नि इजरायलकोहरूमा आएको थियो भनेर नि? हजुर, विदेशीहरू आउँछ, उनीहरूलाई हामी यहाँनिर खासमा माटोको, हामी त यहाँनिरको मान्छेहरू प्राय माटोको घरबाट भर्खरै निक्लेर सिमेन्टपट्टि लाग्दैछु। तर विदेशतिर चाहिँ अहिले प्राय माटोको घरपट्टि बनाउने उस गरिसकेको छ, किनभने यसमा हेल्थ बेनिफिट पनि छ, प्रकृतिलाई पनि एउटा हानि गर्दैन है। अन्त त्यसले गर्दा चाहिँ विदेशीहरू चाहिँ तपाईँले भन्नुभएको ठिकै हो, विदेशीहरूलाई चाहिँ उनीहरू सिक्नुको लागि नै आउँछ, प्राय पुरा आउँछ। हजुर, सिद्धार्थजी हामी माथि पस्न सक्छौँ? हजुर, यो हामी माथि पस्छौँ। यो माथि जुन छ सिद्धार्थजी सुन्नुहोस् न, सबै यो माटोकै? यो चाहिँ माटोकै हो। हजुर, देखाउनुहोस् न अलिकति। यो सबै तपाईँको यहाँनिरदेखि तल चाहिँ इँटा भयो, अघि मैले भनेको जस्तो ब्याक्स। यहाँदेखि माथि चाहिँ भोटेबार हो, इक्रा है, भोटेबार। हजुर, यो चाहिँ सबै भोटेबार हो। हजुर, त्यहाँदेखि यो काठहरू सबै यहीँको पहिलाको काठहरू भयो। त्यहाँदेखि यो फल सिलिङ चाहिँ अब एउटा तपाईँको हिट पनि अलिकति कम्ती गर्छ यसले। हजुर, प्लस त्यो छानाको सिधै टिन देख्दा राम्रो पनि देख्दैन है, त्यसलाई अन्त कन्सिल पनि गरेको हो र हिट पनि अलिकति कम्ती गरेको हो यसमा। यसलाई के भनिन्छ? यो त यो बुनेको विभ गरेको। हजुर, यसलाई त चित्रा भनिन्छ खास चाहिँ होला सायद, ठिक मलाई नेपालमा त्यसलाई नै लगेर यसलाई सिलिङ लाउनु भएको। हजुर, यो पनि दबाई नै गर्नु भएको? यो त हजुर एकदम, यसमा त यो त झन् एकदमै पातला छ, यो त 2 महिनामै तुरिदिन्छ नभए त। हजुर, सबै ट्रिटमेन्ट गरेरै लाउनु। धेरैले जतिले पनि लाइभ हेरिराख्नु भएको छ तपाईँलाई म मुरी धन्यवाद दिन चाहन्छु। सिद्धार्थजी उहाँहरू आउनुभयो भने जतिले सन्नी राई, शिखा, वीरेन लामा, नोयङ्गी बान्तवा राई, सुजन राई, बसन्त भुजेल धेरैले हेरिरहेको छ। उहाँहरू यस ठाउँमा आउनु पर्यो भने तपाईँहरूको कन्ट्याक्ट नम्बर कसरी हामी थाहा पाउने? कन्ट्याक्ट नम्बर त प्राय अब हामी आफ्नो पर्सनली जो चिनाजाना छ त्यसरी उनीहरूलाई थाहा छन्। अब हाम्रो यो फेसबुकमा, इन्स्टाग्रामको साइटहरूतिर पनि छ हाम्रो कन्ट्याक्ट नम्बर। त्यसमा उस गरेर चाहिँ सोमबार छोडेर अरू कुनै दिन आउँदा हुन्छ। कुन चाहिँ टाइममा आउनुपर्छ उहाँहरू? इन बिट्विन 9 बजेदेखि बेलुका 4 बजे भित्रमा चाहिँ। हजुर, उहाँहरूले तपाईँहरूसँग भेटघाट गरेर कतिवटा कुरा सोध्नु सक्छ। हजुर, उहाँहरू बस्नु भयो भने यसको रेटहरू होला नि? रेटहरू छ। हजुर, त्यति बेला आएर मिलाउनु। हजुर हजुर, तर तपाईँहरूको वेबसाइट चाहिँ छैन अहिले? वेबसाइट चाहिँ कारण किन नबनाउनु भएको? यो अहिले वेबसाइट मैले त्यति उस नगरेको मान्छेहरू, किनभने यहाँनिर मैले यो अकोमोडेसन चाहिँ होमस्टे जस्तो टुरिस्ट मात्रै ल्याउनु चाहिँ चाहदिनँ। त्यो वेबसाइटमा हाल्यो भने त्यो एउटा ट्राफिक हुन्छ है,
तर अब पछि वेबसाइट बनाउने एउटा उस चाहिँ छ हाम्रो प्लान चाहिँ यो अलिकति कन्स्ट्रक्सनको कामहरू तुरेपछि फुर्सद भएपछि अहिले मोटामोटी हजुर कन्स्ट्रक्सन अब तपाईँको खासै भनौँ भन्यो भने यो अझै 1.5 महिनामा मात्रै ओपनिङ हुन्छ यो फुल्ली चाहिँ यो फार्म फुल्ली हजुर तर हामीलाई निम्तो दियो हामी आयौँ तपाईँलाई हामी सिद्धार्थजीसँग कुराकानी गर्दैछ हामीलाई भन्दा हामी फोकस उहाँको यो फार्म स्टेलाई गरेर क्यामेरामा देखाइरहेका छौँ आज गोरुबथान खण्ड पञ्चायत समिति सभापति सूर्यमणि राई कर्मध्यक्ष शिशिर प्रधान सौराजजी है असिमजी र अन्य एउटा टोली आएको छ सुन्नुहोस् न यसलाई पनि यो माटोले नै बनाउनु भएको होला हजुर यो सबै माटै हो है माटोमा चाहिँ डिजाइन निकालेको डिजाइन यसको के डिजाइन निकाल्दा यसको के यसले के ज्ञान दिन्छ कि त्यत्तिकै निकाल्नु भएको यो त एउटा सिम्पल वाललाई चाहिँ अलिकति क्यारेक्टर दिएको हो हामीले डिजाइन निकालेर अन्त यो प्राय वर्कसपहरू गर्दा यस्तो सिकाउँदा नै हामी चाहिँ वालमा अब यो खाली वालहरूमा पनि बिस्तारै बिस्तारै भर्दै जान्छु क्या डिजाइनले यो माथि छ नि यो जुन माथि देखिँदैछ त्यसलाई हामी त भन्दै भोटेबार त्यसलाई पनि तपाईँले त्यो जुन प्याजको आलुको बोराले नै गर्नुभएको कि होइन यो चाहिँ तपाईँको माटो मात्रै हो माटोमा त हामीले एक्स्ट्रा चाहिँ चुना र यो हर्रा र गुडको पानी हाल्छु हजुर त्यसले चाहिँ अझै कडा बनाएर चाहिँ सिमेन्ट जस्तो कडा बनाएर चाहिँ राख्छ यसलाई बछेटाले हान्दै भत्किँदैन त्यस्तो भत्किँदैन यो हजुर यसलाई अब डाइरेक्ट पानीबाट चाहिँ बचाउनै पर्यो यो अलिअलि भए पनि छाना तानेको छु हजुर तर यो बाछिटा मात्रै जुन आउँछ छड्के त्यसले चाहिँ केही गर्दैन यो चाहिँ तपाईँहरूको किचन मोटामोटी अहिलेको लागि हजुर टेम्पोरेरी किचन चाहिँ चलाइरहेको टेम्पोररी यो तपाईँहरूको बस्ने ठाउँहरू बनाइदिएको होला हजुर है सुन्नुहोस् न कुन कुन देशबाट यस ठाउँमा सिद्धार्थजी ट्रेनिङको लागि आएको थियो अहिलेसम्म त अस्ट्रेलियाबाट आयो अन्त इजरायलबाट युकेबाट 3टा देशबाट चाहिँ आएको छ यो हामीले खोले अस्ति अक्टोबरदेखिको 2टा ट्रेनिङ भयो जम्मा त्यतिमा त्यस्तो प्रकारले हजुर सिद्धार्थजी म तपाईँसँग अहिले केही कुराकानी गर्छु मैले तपाईँको बहुमूल्य समय लिएँ हामी गोरुबथान सिद्धार्थजीसँग कुराकानी गर्छौँ हामी गोरुबथानका यहाँ हामी कर्मध्यक्ष शिशिर प्रधान हुनुहुन्छ है सभापति हुनुहुन्छ यो ट्विन म्याङ्गो भनेको सिद्धार्थजीले यही भन्नुभयो मैले पनि भन्दै थिएँ यहाँ दुईवटा आँप अलग अलग छ यसैको अनुसारले नाम राखेको हामी कर्मध्यक्ष हुनुहुन्छ उहाँसँग हामी कुराकानी गर्छौँ यत्तिकै बसेर कुराकानी गरेँ आज रमाइलो भइरहेछ शिशिरज्यू स्वागत छ हजुर धन्यवाद सुरु कस्तो महसुस गरिराख्नु भएको छ एकदम आरामले बसिराख्नु भएको छ तपाईँ हामी एउटै परिवारबाट डुल्छौँ तर यसरी धेरै कम बस्छौँ नि हजुर ट्विन म्याङ्गोमा आउँदा कस्तो महसुस गरिराख्नु छ ट्विन म्याङ्गो चाहिँ भनौँ भने आज मेरो प्रथमचोटि नै आएको है यहाँनिर अब यो मैले सोचेको थिइनँ यस्तो छ भनेर अब हाम्रो जग्गामा गोरुबथानमा पनि यतिको फार्म स्टे खोलिएको छ भनेर मैले सुन्नुमा त सुनेको थिएँ ट्विन म्याङ्गो भनेर आज चाहिँ एकदमै आँखाले हेर्नु पाउँदाखेरि एकदमै खुसी छु है दादाहरूको यो लगन यो मेहनतलाई देखेर एकदमै म खुसी भइरहेको छु अहिले म एकदम आनन्द भएर भिडियो गर्नु हुँदै थियो भरे लाउनुहुन्छ अब यसो दाजुहरूको लागि अलिकति हामीले एक्सप्लोर गर्नुपर्छ जस्तो मलाई लागेको किन भन्दाखेरि यो हाम्रो गोरुबथानको बीच गाउँ नजिक एउटा जग्गामा है उहाँहरूले यो एकदमै राम्रोसँगको एउटा बनावटमा उहाँहरूले बनाउनु भएको रहेछ एकदमै खुसी लागिरहेको छ यसलाई हामीले अलिक काहीँ न काहीँ एक्सप्लोर गर्नुपर्छ जस्तो मलाई लागेको अब हेर्नुहोस् एकदमै रमाइलो क्या त्यसै पनि शीतल वातावरण है शिशिरजी गोरुबथानको एउटा छुट्टै अस्तित्व बोकेको यो ट्विन म्याङ्गो भन्दा दुई मत नहोला हजुर हजुर किनभनेदेखि हामी सँगै डुल्यौँ धेरै घुम्यौँ तर यस्तो प्रकारको फार्म स्टे हामीले गोरुबथानमा देखेनौँ है हजुर एउटा पहिला पेट्रिकोट भन्ने पनि सुन्नुमा आएको है हजुर त्यस पछाडि चाहिँ यो अहिले फिलहाल अहिले हाम्रो ट्विन म्याङ्गो जुन प्रकारले पेट्रिकोट पनि उहाँले नै सायद चलाउनुहुन्थ्यो है त्यसरी नै हजुर अहिले ट्विन म्याङ्गोको मेन चाहिँ मैले के मन पर्यो भन्दाखेरि यहाँ दुईटा रुखलाई चाहिँ है जोडेर एउटा रुख भएकोले गर्दाखेरि चाहिँ ट्विन म्याङ्गो चाहिँ यसकै विशेष खास उयसमा चाहिँ नाम राखिएको रहेछ है र आज दुईटा रुखको मिलन हो यहाँ दुईटा रुख जोडेर चाहिँ अहिले यसरी यही रुखको उयसमा चाहिँ उहाँहरूले ट्विन म्याङ्गोको राख्दाखेरि मलाई एउटा मिनिङफुल उयो चाहिँ भेट्नु पाएँ क्या अब यसकोमा चाहिँ यसले गर्दा चाहिँ राखेको रहेछ भन्नेमा चाहिँ हजुर धन्यवाद शिशिर म सभापतिसँग म कुराकानी गर्छु उहाँ पनि आइपुग्नु भएको छ असिमजी स्वागत छ नमस्कार सुन्नुहोस् न कस्तो महसुस गरिराख्नु भएको छ महसुस त एकदमै अब यो अलिकति प्राकृतिक तौरमा है हामीले यो आज ट्विन म्याङ्गो फार्म भनेको नि यो जौले आँप है हजुर जौले आँपको नाममा राखिएको रहेछ हामी यहीँको भए पनि यसको बारेमा मलाई पनि थाहा थिएन है आज जान्नमा आयो ट्विन म्याङ्गो चाहिँ किन राखेको भनेर खुसी छु
मजा लागिरहेछ। भगीरथ र सिद्धार्थजीले बोलाउनु भयो है, आउनु नदिएको तर आज भने निम्तो दिनुभयो। हजुर, पहिला तपाईँ कहिले कहिले आउनुभएको थियो ठाउँमा? पहिला त यो जति बेला यसको सोचै सुरु भएको थिएन, यो अर्कै एउटा घर थियो, पुरानो घर थियो, त्यति बेला चाहिँ म आएको। यो ट्विन म्याङ्गोको जुन चाहिँ यो कन्सेप्ट भएको थियो यता चाहिँ म आएको थिएँ, आजै फर्स्ट टाइम। अघि तपाईँ ध्यान लाएर हेर्नु हुँदै थियो नि, कस्तो लाग्यो तपाईँलाई? यो अब एकदमै नेचुरल कुरा छ है, यहाँनिर कुनै पनि किसिमको यहाँनिर अहिलेको आर्टिफिसियल वस्तुहरू हामीले प्रयोग गरेको पाइउन। र यो चाहिँ होमस्टे होइन, यो फार्म स्टे रहेछ। यहाँनिर चाहिँ कोही पनि व्यक्तिहरू आएर कुनै पनि विषय लिएर आफ्नो ट्रेनिङहरू गर्ने है, आफैले हातले प्र्याक्टिकल रूपमा यहाँनिर उहाँहरूले आफ्नो कलाहरूलाई यहाँनिर है सिक्ने अथवा सिकाउने एउटा राम्रो मौका भएको यो एउटा स्थान हो, ठाउँ हो, जो चाहिँ हाम्रो सिद्धार्थज्यूले अहिले सुरु गर्नुभएको छ, जसमा भगीरथ पनि हुनुहुन्छ है, भगीरथ राईज्यू को पार्टनर है, उहाँहरूले गरिरहनु भएको छ। एकदमै राम्रो लागिरहेछ। धन्यवाद। हामी ट्रेनिङ सेन्टरपट्टि जान्छौँ। हुन्छ, धन्यवाद। हामी ट्रेनिङ सेन्टरपट्टि जान्छौँ। तपाईँहरूलाई हामी यो देखाउँछौँ अगाडिपट्टिको जुन चित्र हामी देखाउँछौँ। सायद अब चित्र भनेको धेरै कम, यो माथिल्लोपट्टि जुन छ यो चित्र जुन पहिला पहिला गाउँमा हुन्थ्यो, अहिले भने एकदमै कम छ यो चित्र। तपाईँहरूलाई हामी यो देखाउने प्रयास गरिरहेका छौँ। यहाँ है एकदम कटरको बोटहरू एकदमै यो हेर्नुहोस्, यो पल्लोपट्टिको यो जुन छ तपाईँहरूलाई हामी नयाँ नौलो कुरोहरू हामी देखाउँदैछौँ। हामी ट्विन म्याङ्गोमा छौँ। हामी यो भित्रपट्टि यो तपाईँहरूलाई हामी यो देखाउँछौँ। यहाँ उहाँको साधारण भाषामा के हुन्छ पर्माकल्चर भनेको चाहिँ एउटा अब अर्ग्यानिक फार्मिङ, जैविक खेती भन्छ नि। यहाँ तपाईँहरूलाई हामी यहाँ देखाउँदैछौँ। हजुरको नाम? नमस्ते, कहाँबाट आउनुभयो? म रिम्बिक। तपाईँ के को लागि आउनुभएको? म यहाँ ब्याम्बो प्र्याक्टिकल काम गर्नु सिक्नु आएको। तपाईँलाई कसले सिकाउनु भएछ? हाम्रो सर यहाँ हुनुहुन्छ, सिद्धार्थजीले। सिद्धार्थ सर के कसरी आइपुग्नु हुँदै यो ठाउँमा? यो ठाउँमा चाहिँ अनलाइन सरसँग हाम्रो उयो भेट्यो, त्यस कारणले नै यो ब्याम्बोहरूको गएर के गर्ने इच्छा छ तपाईँलाई? मेरो घरमा गएर म यस्तै हाम्रो यो लोकल यहाँ जे पनि पाउँछ त्यसकै सामानहरूले घर बनाउने इच्छा छ। त्यस्तो गरिसकेको छ। हुन्छ, यहाँ मसिनो भाइको नाम? कहाँबाट? घर दालिमको। के को लागि आउनुभएको? यो ट्रेनिङमा आएको हो म। के बनाउनु हुँदैछ? यो चाहिँ सिकाउँ। कति दिन भयो आउनु भएको? मेरो आजसम्म 2 दिन हुन्छ। तपाईँ कहाँ पढ्नुहुन्छ? म यहाँ माथि गोरुबथान हाई स्कुलमा। यहीँ बस्नु हुँदैछ कि दालिम फरेस्ट बस्तीबाट आउनु हुँदैछ? हामी यहाँ बिहान चाहिँ 9 बजी आउँछौँ, 4 बजी छुट्यो फेरि जान्छौँ बिहान। हजुर, आउनुहुन्छ। तपाईँहरूलाई ब्रेकफास्ट लन्च के दिन्छ नि? यहाँनिर हामीलाई त्यही दाल चामलहरू ब्रेकफास्ट खाना थियो। त्यसमा तपाईँले पे गर्नुपर्छ पैसा कि पर्दैन के भन्नु? उहाँले दिनुहुन्छ। के हामी यो एरिया देखाउँछौँ। उहाँहरू सिद्धार्थजीसँग कुरा नि हामी हेर्नुहोस्, यो फुटेको एउटा जुन गाडीको सिसाहरू छ, यो सिसाहरूलाई पनि यसरी उहाँले सदुपयोग गर्नुभएको छ। तपाईँहरूलाई हामी यो लाइभ प्रसारण छौँ ट्विन म्याङ्गोबाट हामीले यसो देखेर जतिले पनि हेरिरहनु भएको छ मुरी तपाईँलाई म धन्यवाद दिन चाहन्छु। यो गोरुबथान खण्ड 43 नम्बर समष्टि जोन 1 अन्तर्गत यो बीज गाउँको मुनिल्लोपट्टि छ, बीज गाउँमै छ। तपाईँहरूले जतिले पनि यहाँ हेरिराख्नु भएको छ तपाईँलाई मुरी धन्यवाद दिन चाहन्छु। र तपाईँहरू आउनुहुन्छ भने यहाँ सिद्धार्थजीसँग हामी कन्सल्ट गर्ने। यो हेर्नुहोस्, यो एरिया परालहरू राखिएको छ होइन। यो जुन एउटा पर्मा कल्चर भन्ने कुरो हामी यहाँ देख्दैछौँ, त्यो विषय लिएर हामी यहाँ लाइभ प्रसारणमा छौँ। नेटवर्क घरिघरि डिस्टर्ब हुँदैछ। ट्विन म्याङ्गो होम स्टेमा अहिले छौँ। यहाँ बेरोजगार समस्यादेखि हल हुन्छ भन्ने मैले सोच राखेको छु र यो हामी तपाईँलाई यो लाइभ प्रसारण यसरी बाँसकोहरू बनाइरहेको छ। यहाँ छ भाइ, भाइको नाम? घर कहाँ हो? दालिमको। कोसँग आउनु भयो? कसले भनेर आउनु भएको? असीम सर। के सिक्नु हुँदैछ? बस्नुहुन्छ कि जानुहुन्छ? जान्छु। कुन क्लास पढ्नुहुन्छ? 10।
10 मा पढ्नुहुन्छ हजुर खुसी लाग्दैछ पढ्नु मजा कि यस्तो काम गर्नु मजा दुईटै दालिम फरेस्ट बस्तीमा त डोको बुन्नेहरू पनि छ नि हजुर डोको बुन्ने इच्छा छैन आउँदैन होइन सिक्किम आउँदैन आउँदैन मलाई इच्छा पनि छैन इच्छा पनि छैन किन इच्छा नगर्नु भएको त्यो मन पर्दैन मलाई मन पर्दैन यो चाहिँ के बनाउनु भएको त यो चियाहरू राख्ने चिया यो कसरी बनाउने रहेछ कहाँ यो सिकाउनु हुँदैछ हजुर आउँदैन अलिअलि सिकाउनु हुँदैछ यो पर्माकल्चर उहाँ सौराज सरले पनि सोधिराख्नु भएछ यो इक्विपमेन्टहरू छ हेर्नुहोस् यहाँ उहाँहरूको यो जुन छ बनाउने इक्विपमेन्टहरू यो तपाईँहरूलाई हामी देखाउँदैछौँ इक्विपमेन्ट जति पनि छ यो सामग्रीहरू छ यसरी उहाँले राख्नु भएछ यसलाई अपुरै छ अब पुरा बनिन्छ भनेर हेर्नुहोस् यहाँ त्यो बाकललाई पनि सदुपयोग छ बाकललाई पनि यसरी जतिले पनि हेरिराख्नु भएको छ म मुरी मुरी धन्यवाद दिन चाहन्छु र सिद्धार्थजीसँग म फेरि पनि कुराकानी गर्ने मलाई इच्छा छ यहाँ सौराजजीले उहाँलाई सोधिराख्नु भएको छ उहाँको फेसबुक पेज पनि छ सौराज तपाईलाई चाहिने जुन चिजहरु त्यहाँ हुनु पर्यो उनीहरुसँग कतिवटा चिज चाहिँ हुनु पर्यो जुन चिज चाहिँ तपाईको अब तपाईहरुलाई यो देखाइरहेको छौं जति पनि बनाएकोहरु अहिले यो बासको गर्दैछ है हाम्रो यो ट्रिटमेन्ट गर्ने त्यो ट्याङ्कीहरु छ हैन त्यसोहरु चाहिँ हुनु पर्यो यो लाइभ प्रसारणमा छौं कुनै पनि बास चलाउनु चलाको चाहिँ फाइदै छैन ट्रिटमेन्ट गर्दा फाइदा के छ ट्रिटमेन्ट गर्दा चाहिँ तपाईको मेन किराबाट चाहिँ ट्रिटमेन्ट गर्दा के फाइदा छ भन्ने कुरा हामी यहाँ सुन्दै छौं जति पनि छ मिनिमम चाहिँ 50 वर्षसम्म यो बाँच्छ भनेर उहाँले भनिराख्नु सौराजलाई हामी बाहिरपट्टिको दृश्य देखाउँछौं यो बाहिरपट्टिको जुन दृश्य छ हामी यो देखाउँछौं यो सराउन्ड हेर्नुहोस् यो एरिया एकदमै मजाको यो कटरको गाछहरू छ शीतल वातावरण तपाईहरुलाई हामी यो देखाइरहेको छौं जतिले पनि हेरिराख्नु भएको छ मुरी मुरी म सिद्धार्थजीसँग म कुराकानी गर्छु यहाँको प्रोप्राइटर सिद्धार्थजी अनि